नमस्ते साथीहरू, मेरो नाम विशाल हो। म काठमाडौँमा बस्ने गर्छु। धेरै जसो मेरो दिन अफिसको काममा बित्ने गर्छ। अफिसमा धेरै मिल्ने साथीहरू छन्, त्यसैले काम सकिएपछि हामी धेरै जसो घुम्ने वा पार्टी गर्ने गर्छौं। एक दिन हामी 6 जना साथीहरू मीराको घरमा रमाइलो गर्न गयौं। मीरा र निरुले मिठो मिठो खानेकुराहरू पकाएका थिए। 2वटा फुल रोस्ट किचन र सुकुटी बनाएका थिए। त्यसपछि हामी सबै बसेर खुकुरी रम र मासु खाँदै रमाइलो गर्न थाल्यौं। कोही गीत गाउँदै थिए, कोही नाच्दै थिए। रातिको 7 बज्यो। सबैले अब घर जानुपर्छ भन्न थाले। त्यसैले हामी सबै घर जाने निदो गर्यौं। बाहिर निस्किएको त पानी परिरहेको थियो। बिहान पानी नपरेको भएर मैले स्कुटरको रेनकोट लिएको थिएन। 4 जना साथीहरूको घर बौद्ध भएकाले तिनीहरू रामको गाडीमा गए। म भने पानी बिदो भएसी घर जाने भनेर बसे। भित्रबाट मीरा आएर आज यतै बस, भोलि बिहान जाउँला। आज म पनि एक्लै छु। मलाई एक्लो केटी भएको ठाउँमा बस्न अप्ठ्यारो भयो पानी बिदो भएसी जान्छु भने। उसले बस्न कर लगाएर बस्न बाध्य भए वा हामी दुवै लिभिङ रुममा गयौं। अनि एक क्यान बियर पिउन थाल्यौं। मीराले बाँकी रहेको मासु पनि लिए। हामी खाँदै गफ गर्न थाल्यौं। मीराले म कपडा फेरेर आउँछु है भनेर रुममा गए। मेरो फोनमा गर्लफ्रेन्डको फोन आयो। म अफिसको कामले है अफिसमा छु भनेर फोन राखे। एकैछिनमा मीरा आए। ऊ छोटो लुगामा आएको थिइन्, जसमा ब्लाउज नलगाएको पातलो भेस्ट लगाएको दुधको मुन्टा देखिएको थिए। ढोल्लो भएकाले उनी यताउता गर्दा देखिने गर्थे। हाफ ढोल्लो पाइन्ट लगाएकी कट्टु पनि नलागेको भएकाले उनको लिङ बेला बेला देखिने गर्थ्यो। त्यो देखेर म असल्झिए। आधा बियर मेरो सर्टमा र टेबुलमा पोखियो। उनी के भयो भन्दै मेरो नजिक आएर मेरो कपडा पुस्किन थालिन्। भयो छोड भन्दै थिए, तर नमानेर उनले मेरो कपडा पुस्न थालिन्। नजिकैबाट उनको दुधको मुन्टा देखिन थाल्यो। त्यो देखेर मेरो आँखा त्यही गरिरह्यो। उनले मेरो कोट फुकाल्न थालिन्। मेरो भाइ खडा भइसकेको थियो। उनले कोट फुकालेर झुन्ड्याउन लगिन्। झुन्ड्याउने ठाउँ अलिक अग्लोमा थियो। उनले कुर्सीमा चढेर झुन्ड्याउन थालिन्। त्यतिखेर उनको सेतो पुती देखिएको थियो। साइडको रौँहरू पनि देखिएका थिए। उनी त्यहाँबाट आएर सोफामा गएर बसिन्। म भुइँमा थिए। उनी खुट्टा फेटाएर बसेकोले पुती पुरै देखिएको थियो, जसमा मेरो आँखा गइराखेको थियो। मैले आफ्नो मनलाई कन्ट्रोल गरेर बियर खान थाले। मीराले मलाई सोफामा बस्न बोलाइन्। म पनि उनको साइडमा गएर बसे। कुरा गर्दा गर्दै उनले मलाई मेरो गफको बारेमा सोध्न थालिन्। मैले नि सबै कुराहरू भने। उनले मलाई तिमीहरूले किस गरेको छौ कि नै सोध्न थालिन्। मैले पुर्लुक्क तिनलाई हेरे अप्ठ्यारो मान्दै छैन भने। यो सुनेर मीरा हाँस्न थालिन्। जिस्काउँदै जाबो किस पनि गरेको छैनौ। म चुप बसे। अनि सेक्स त गरेका छौ होला नि? नै छैन, मत भर्जिन हौ भने। यो सुनेर उनी झन् हाँस्न थालिन्। बेलैमा ठोक्नुपर्छ, नत्र फेरि अर्कैले ठोकेर जाला है भन्न थालिन्। म यसमा केही बोल्नै सकिन। म मौन बसे। म मौन बसेको देखेर तिनी पनि हाँस्न बन्द गरिन्। के तिमीलाई सेक्स गर्न मन पर्दैन र? मैले भने मन पर्न त पर्छ, तर गफले बिहेपछि मात्र गर्ने भनेको छिन्। उनी मुस्कुराइन् र मसँग गर्छौ र भनिन्। म के बोल्ने भए तैनी नै म मेरो गफप्रति लोयल छु भने। उनी मेरो नजिक आउँदै मसँग टाँसिन थालिन्। तिमीले मेरो बुबु र तलतिर हेरेको होइन भन्न थालिन। मैले डराउँदै हो भने। उनी सिधै मेरो काखमा आएर बसिन्। अनि मेरो मुखमा चुम्बन गरिन्। मतकै बोल्नै सकिन। उनी बिस्तारै मेरो थन्किएको लाडोमा हात लगिन। नै भन्नु, अनि यो त कदक भएर बसेको छ त भन्दै मेरो लाडोलाई पाइन्ट बाहिरबाटै खेलाउन थालिन। मेरो बुबु समाउँछौ भन्न थालिन्। म यो गर्न सक्दिन। गफले थाहा पाए मलाई गाली गर्छिन्। म ऊ प्रति लोयल छु भन्न थाले, तर उनले केही नसुनी मेरो हातलाई बुबुमा लगिन्। कमलो बुबुमा छुँदा निकै मजा आयो। बिस्तारै मैले नै खेलाउन थाले। मेरो बुबु चुस भन्न थालिन्। म त्यस्तो गर्न अप्ठ्यारो माने। उनले सिधै मेरो मुख बुबुमा लगिन्। त्यसपछि मैले पनि बुबु चुस्न थाले। एकैछिनपछि उनले आफ्नो पाइन्ट फुकालिन् र पुरै नग्न अवस्थामा भइन्।
त्यसपछि उनले मेरो हात आफ्नो पुतीतिर लगिन् र खेलाउन भनिन्। मैले पनि खेलाइदिन थाले। एकैछिनपछि उनले मेरो लाडोलाई छोपेर मुखमा हाल्न थाले। निकै अजीब लागिरहेको थियो। उनी हाँस्दै मज्जा आयो भन्दै सोध्दै थिइन्। एकैछिन मुखमा खेलाएपछि मेरो लाडोलाई उनले आफ्नो पुतीमा खेलाउन थालिन। म सुतेको अवस्थामा केही नबोली बसिरहे। उनले एकैछिन पुती रगडेर मेरो लाडो आफ्नो पुतीमा हालिन्। पहिलो चोटी भएकोले कस्तो तातो तातो भयो। उनी तल माथि गर्दै चिच्याउन थालिन्। यस यस कम अन फक मी भन्दै थिइन्। त्यसपछि मलाई डगी पोजमा हान्न लगाइन्। मैले नि मिलाएर छिराए। 5 मिनेट गरेरमा थाकेर फुसी झर्न लागिरहेको थियो। म पल्टिए। उनलाई नपुगेर उनी म माथि आएर लाडो छिराइन्। छोड फुसी झर्न लग्यो भन्दा भन्दै मेरो फुसी उनको पुती भित्रै छिर्यो। उनी फुसी लागेको लाडोलाई मुखमा हालेर चुस्न थालिन्। गेफको फोन आयो। त्यसैले म बाहिर गए र बोल्न थाले। गेफलेमा कुनै केटीसँग छु भन्ने शंका गर्दै थिए। म एक्लै रुममा छु भन्दै सम्झाउँदै थिए। मीरा आइन् र मेरो लाडो खेलाउन थालिन। मैले इसारामा नगर भने तर उनले हाँस्दै मेरो लाडो चुस्न थालिन्। मलाई गेफसँग बोल्न अप्ठ्यारो भइरहेको थियो। उता गेफ किन मुख बिगारेको भन्दै थिइन। कामको थकाइले हो। मीराले सम्झाउँदा सम्झाउँदै पनि मानिनन्। उल्टै मेरो लाडोलाई उनको पुतीमा हाल्न थालिन्। सहन नसकेर मैले फोन अफ गरे। त्यसपछि 10 मिनेट ठोक्नसम्म ठोके। फुसी उनको शरीरमा फाले। अनि हामी बाथरुममा गयौं। एक अर्कालाई नुहाउँदै रमाइलो गर्न थाल्यौं। एक अर्काको लिङमा साबुन लगाइदिन थाल्यौं। चुम्मा चाती गर्दै फेरि एक ठ्याक हान्न मन लाग्यो र लाडो र पुतीमा साबुन लागेको थिए त्यसै छिराएको ल्वाम्मै छिर्यो। अनि दनादन दिन थाले। बाथरुम प्वात प्वात क्वाज क्वाज गर्दै थियो। 10 मिनेट गरेपछि हामी कोठातिर लाग्यौं। म बाहिर चुरोट तान्न गए। उनी सुत्नु अघि गर्ने मेकअपहरू गर्न थालिन्। एकैछिनपछि कोठामा आए। उनी पहिला भन्दा झन् राम्री देखिएकी थिइन्। उनलाई पछाडिबाट अङ्गालो मार्दै तिमी भर्खर झन् राम्री देखिएकी छौ भन्दै जिस्किन थाले। ऊ लजाउँदै थिइन्। फेरि गरम नभन्दै उनको दुधतिर हात लग्न थाले। भयो सुत्नु भुली फेरि अफिस जानुपर्छ। म पनि केही नबोली साइडमा सुते। उनी पनि सबै काम सकेर मेरो साइडमा सुतिन्। मेरो लाडोले ठोक्न खोजेसी म उनी सुतिसकेको भए नि उनको पाइन्ट र कट्टु खोलेर ल्वाम्मै छिराए। उनी बिउजेर नगरौं भन्न थालिन्। म भने नसुनेजै गरी ल्वाम 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 छिराउन थाले। मेरो ठोकाइको स्पिड बढ्दै गयो। उनी दुखाइले चिच्याउँदै थिइन्। झन् झन् स्पिड बढाउँदै गए। उनलाई रुनी नै बनाए। वीर्य झर्न थालेसी उनको मुखमा फालिदिए। अनि फेरि एक ठ्याक हान्न थाले। उनको पुती रातो भइसकेको थियो। चाक पड्काउँदै हान्दै थिए। अनि 5 मिनेटमा फुसी झर्यो। अनि हामी सुतिन्। अनि बिहानै दुवै उठ्यौ। उनलाई देख्न साथ गुड मर्निङ नभनेर सिधै किस गर्न थाले। दुवैजना एक अर्काको लिङ चुस्न थाले। कहिले उसको दुध चुस्ने कहिले उनको पुतीमा औँला छिराइदिने गरे। त्यसपछि 10 मिनेटसम्म ठोके। अनि दुवैजना बाथरुममा गएर एक अर्कालाई नुहाउँदै एक ठ्याक हाने अनि हामी अफिस गयौं। त्यस दिनदेखि हामी भेट्ने बहानामा गर्ने गर्छौं। पाए भने अफिसको टोयलेटमा पनि गर्ने गर्छौं। आजकल त गर्लफ्रेन्डलाई पनि मनाएर ठोक्ने गर्छु। मीरालाई गर्न नपाउँदा गर्लफ्रेन्डलाई गर्ने गर्छु। उनको टाइट पुतीमा गर्न पाउँदा झन् मज्जा आउने गर्छ।